कुमार मनीषा कुमारी नि मात्रै हो। युवाले हात थामे सहकारी बन्छ सबल, युवाले हात थामे सहकारी बन्छ सबल। यिनैको प्रयासले विकास हुन्छ सफल, यिनैको प्रयासले विकास हुन्छ सबल। एकताको बलले समाज बढ्छ अघि, एकताको बलले समाज बढ्छ अघि। युवा थामे सहकारी बन्छ सफल, यिनैको प्रयासले विकास हुन्छ सफल, यिनैको प्रयासले विकास हुन्छ सफल। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू एवं अन्य अतिथिज्यूहरू, मेरा प्रतिस्पर्धी साथीहरू, निष्पक्ष निर्णायक मण्डलहरू र यहाँ उपस्थित सम्पूर्ण गुरुवर्गहरू। आज मिति 2082 साल कार्तिक महिना 28 गते शुक्रबारका दिन श्री शैक्षिक बचत तथा ऋण सहकारी लिमिटेडको 25औं वार्षिक उत्सवको स्थापना दिवसको अवसरमा हुन गइरहेको यस वक्तृत्व कला प्रतियोगितामा म सहभागी हुन पाउँदा म ज्यादै खुसी महसुस गरिरहेकी छु। साथै आज म यहाँ सहकारीको विकासमा युवाको भूमिका भन्ने अत्यन्तै महत्त्वपूर्ण विषयमा आफ्ना केही भनाइ राख्न गइरहेकी छु। सबैभन्दा पहिले सहकारी भनेको के हो त? सहकारी भन्ने बित्तिकै मलाई एउटा शब्द याद आउँछ, सहयोग। सहयोग बिना सहकारीको कल्पना नै गर्न सकिँदैन। सहकारी त्यस्तो संस्था हो जहाँ मानिसहरू मिलेर एक आपसमा विश्वास र एकताको साथमा आर्थिक र सामाजिक प्रगतिको काम गर्ने गर्दछन्। सहकारीको मूल मन्त्र नै सबैको हितका लागि मिलेर काम गर्नु हो। महोदय, हाम्रो देश नेपाल कृषि प्रधान देश हो र यहाँका मानिसहरू अझ पनि आत्मनिर्भर बन्नका लागि सङ्घर्ष गरिरहेका छन् र यस्तो अवस्थामा सहकारी संस्थाहरूले हाम्रो देशलाई धेरै नै ठुलो योगदान पुर्याएको छ। गाउँमा रोजगारको अवसर प्रदान गरिरहेको छ, गरिबी निवारणमा पनि ठुलो भूमिका खेलिरहेको छ। त्यस्तै नेपालमा जम्मा हुने कुल बचतको करिब नेपालको ग्रामीण क्षेत्रहरूमा जम्मा हुने कुल बचतको करिब 30 देखि 35% रकम सहकारी मार्फत नै जम्मा हुन्छ। सहकारीले ऋण मात्र दिएको छैन, हामीलाई बचत गर्ने बाटो पनि देखाइदिएको छ। सहकारीले हामीलाई यति धेरै फाइदा प्रदान गरिरहेको छ। त्यस्तै गरी सहकारीले हामीलाई यति धेरै फाइदा प्रदान गरिरहेको छ भने हाम्रो पनि त केही कर्तव्य, केही दायित्व हुन्छ सहकारीतर्फ। विशेष गरी हामी युवाहरू भनेको देशको मेरुदण्ड हो, भविष्यको आशा हो। हामी युवाहरूसँग नयाँ सोच, ऊर्जा, शक्ति सबै छ। तर हामी युवाहरूले यी सोच, नयाँ शक्ति, ऊर्जाहरूलाई हामीले सहकारीतर्फ वा अन्य सामाजिक कार्यतर्फ लगायो भने हाम्रो देश नेपाल भविष्यमा सबैभन्दा सुन्दर हुनेछ। हाम्रो देश नेपालमा हरेक वर्ष युवाहरू विदेश पलायन गरिरहेका छन्। यदि ती युवाहरू यहीँ बसेर सहकारीका क्षेत्रहरूमा, वित्तीय संस्थाका क्षेत्रहरूमा आफ्नो केही योगदान पुर्याएछन् भने हाम्रो देश नेपाल कति अर्थतन्त्रको हिसाबले कति ठुलो हुन्छ होला भन्नुहोस् त। हाम्रो देश हामीले आफ्नो तर्फबाट सानो योगदान पनि पुर्यायो भने भविष्यमा सहकारी संस्थाहरूको धेरै ठुलो अझै धेरै सहकारी संस्थाहरूको शाखाहरू बनाउने छन्। सहकारी संस्थाहरूलाई हामीले धेरै कुराहरू गर्न सक्छौँ। सहकारी संस्थाहरूलाई हामीले सचेतनामूलक सहकारी संस्थाबारे सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न सक्छौँ। सहकारीतर्फ युवाहरूलाई आकर्षण गर्न सक्छौँ। सहकारी अहिलेको युग भनेको डिजिटल युग हो र यस्तो डिजिटल युगमा पनि सहकारी संस्थाहरू अझ पनि कतिपय सहकारी संस्थाहरू कागजको फाइलमा अड्किरहेका छन्। सहकारी संस्थाहरूलाई हामीले आफ्नो नयाँ सोच, नयाँ शक्तिहरूलाई सहकारी संस्थाहरूलाई हामीले मोबाइल ब्याङ्किङको सुविधा र अन्य अनलाइन सुविधाहरू पनि प्रदान गर्नुपर्छ। हामी युवाहरू भनेको देशको भविष्य हो। विशेष गरी हामी जेनजी युवाले मात्र 48 घण्टामा सरकार परिवर्तन गर्छौँ भने हामी जेनजी युवाले सहकारी संस्थाहरूलाई पनि त परिवर्तन गर्न सक्छौँ। सहकारी संस्थाहरूलाई अझ राम्रो बाटोमा ल्याउन सक्छौँ। सहकारी संस्थाहरू नभए हामीलाई ऋण कसले प्रदान गर्थ्यो होला? हाम्रा किसानहरूलाई ऋण कसले दिन्थ्यो होला? र हामीले
ऋणले आफ्नो व्यापार व्यवसाय सञ्चालन गरिरहेका छौँ भने त्यसलाई बचत गर्ने राम्रो सुविधा प्रदान पनि सहकारी संस्थाहरूले नै गरेको छ। यस्तो अवस्थामा सहकारी संस्थाहरूलाई हामीले पनि थोरै आफ्ना केही समय, आफ्ना केही सोच, आफ्ना ऊर्जा शक्तिहरू प्रदान गर्यो भने सहकारी संस्थाहरू अझ अगाडि बढ्न सक्छन् र यसले हामीलाई मात्रै होइन हाम्रो देशलाई र सहकारी संस्थाहरूलाई पनि फाइदा हुन्छ। सहकारी संस्थाहरूबाट फाइदा मात्र दिन होइन, तिनीहरूलाई फाइदा दिन पनि आफ्नो तर्फबाट योगदान दिन पनि जानुपर्छ। किनभने सहकारी संस्थाहरूलाई हाम्रो साथ, सहयोग र योगदानको आवश्यकता छ। सहकारी संस्थाहरूले हाम्रो सोच, शक्ति, नयाँ ऊर्जाहरूलाई सहकारीतर्फ मोड्यो भने सहकारीलाई अझ आधुनिक, पारदर्शी र नवीनतम पारदर्शी र समृद्धमूलक बनाउन सक्छौँ। सहकारी संस्थाहरूले हाम्रो देशमा धेरै ठुलो योगदान पुर्याएको छ र हामीलाई पनि यति भन्दै म आफ्ना भनाइहरू